हेलो एन्ड नमस्ते। आज छौँ हामी रुमालीको यो राम्रो प्लेसमा। अनि यता हुनुहुन्छ हाम्रो साथीहरू। सो आज चाहिँ हामी यता रुमाली घुम्न आएको छौँ है गाइस। बिहाइन्ड द भ्यू बवाल छ। हामी चाहिँ माथि जान लागिरहेको छौँ है त स्टेजमा। ल फाइनल्ली अहिले चाहिँ हामी ट्याक्क लाएर आइल्यान्डको छेउमै आइपुगिसक्यौँ। सो हामी चाहिँ अब केही खानेकुराहरू खान्छौँ। तर लास्टै माछा गनायो यार, माछा गनाएर नाकै दामी छ। अहिले भिडियोहरू देख्न सक्नुहुन्छ यता हो, बवाल बवाल छ। यो आइल्यान्डमा चाहिँ हाम्रो अहिले फोटोसुट हुन्छ, भिडियो सुट हुन्छ। अनि उता पारी पनि देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामी ट्याक्कै आइल्यान्डमा आइपुग्यौँ है त। ट्याक्कै रुमालीको बेस्ट। अब कता कता टाइम लाग्यो बबाल दामी छ। हामी चाहिँ यताबाट आएको, सानो बाटो रहेछ। सो डुल्दै 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 भित्र आइपुग्छ गाइस। ल फाइनली हामी चाहिँ अब ट्याक्कासँगले पिकनिक सानोतिनो खाँदै पिन्दै थियो हाम्रो। फाइनली हामीले खाइसक्यौँ यहाँनिर। यहाँ दाई हुनुहुन्छ। दाई कस्तो लागेको छ यो ठाउँ तपाईँलाई? हल्का रमाइलो रमाइलो सोल्टी तपाईँलाई कस्तो लागेको छ यसो? एकदम रमाइलो, एकदम रमाइलो। आज नसोचेकै रमाइलो भइरहेको छ। नसोचेकै हो। पछाडिको भ्युज कस्तो लागेको छ दाइ भनिदिनु पऱ्यो कि? बाबा मार्छ नि त। हामी चाहिँ आज यता के अरे रुमाली भन्ने ठाउँमा आएको थियौँ। अनि चट्ट लाएर दाइहरूसँग चाहिँ सानो क्लिप्स लिउँ भनेर चाहिँ, सानो भ्लग लिउँ भनेर भ्लग बनाएको हो। अनर्थ नलिनु होला। तपाईँहरू पनि घुम्न आउनु हुन्छ भने चाहिँ तपाईँहरूलाई पनि वार्म वेलकम छ है गाइज। कसम स्वर्ग छ है यो ठाउँ चाहिँ। स्वर्ग के स्वर्ग बवाल छ कि बवाल। इलाम त फ्लक हो क्या, इलामको भाइब्स आउँछ कि यहाँ मेरो सोल्टी आउनु हुँदैछ यहाँ। हेलो, इलामलाई फ्लप खाइदिन्छ है। तपाईँहरू पनि आउनु पऱ्यो घुम्नलाई चाहिँ। कसम यहाँनिर के भन्नु, अहिले यसलाई यति नै। अहिले पछि आउँछु है फेरि भन्न। ल अहिले ल बाई। पार्ट 2 मा अब कडा आउँछ है, पार्ट 2 मा। ल साह्रो हो यस्तो। ए भगवान् बवाल देख्न सक्नुहुन्छ हो। कस्तो लाग्यो तपाईँहरूलाई भ्युज, यहाँको भ्युज हेर्न सक्नुहुन्छ। बवाल छ है गाइस। ल तपाईँहरू पनि आउनु पऱ्यो है यहाँनिर चाहिँ। आउनुपर्छ कि कसम। मन यति शीतल हुन्छ कि बवाल बवाल बवाल। त्यस चाहिँ तपाईँको भन्नुपर्दाखेरि चाहिँ स्वर्गै छ कि स्वर्गै छ। सानो स्वर्ग चाहिँ हो है। मलाई चाहिँ बेस्ट लाग्यो। कसम यार यो ठाउँ यस्तो बवाल लाग्यो। कसम होला भोलि ड्युटी नगर, तिमी छुट्टी गर, यहीँ बस, बिहान आऊ भन्यो भने म यहीँ सुत्दिनँ क्या। यस्तो बवाल ठाउँ लाग्यो। एनिवेज तपाईँहरू पनि आउनु होला।
भन्नलाई यो ठाउँमा चाहिँ लोकेसन चाहिँ रुमाली तपाईँहरूलाई मैले भनिसकेँ रुमाली भन्ने ठाउँ गएको चाहिँ यस्तो बवाल स्वर्ग हेर्ने हो गाइस स्वर्ग बवाल छ है बवाल छ रुमालीको यो स्वर्ग है तपाईँहरू पनि आउनु होला चिल गर्नु होला है त यो बवाल प्लेस छ है रुमालीको यो भाइरल प्लेस फेमस प्लेसमा चाहिँ हामी आइसकेको छौँ तपाईँहरूले देख्न सक्नुहुनेछ ओभर दामी छ है दामी सिनहरू अनि हाम्रो सेपहरू चाहिँ उहाँ पुगिसक्नुभयो त्यहाँनिर वरिपरि समुद्रले छोडेको छ है बब्बालै छ है ठाउँ चाहिँ बब्बालै छ स्वर्ग हेर्नु मन छ भने चाहिँ तपाईँहरू पनि आउनु सक्नुहुन्छ है गाई उहाँलाई चाहिँ हामी फाइनली हरूसँग रमाएर लगाएर चाहिँ फिरिरहेछौँ सानो इलामै भन्दा नि हुन्छ यो बाटो चाहिँ तर बाटो चाहिँ एकदम सानो छ है हिलो पनि रहेछ भ्युजहरू हेर्नु सक्नुहुन्छ अझै पनि बब्बाल छ है यो ठाउँ चाहिँ काँडाले मारेको घोचेर हामी चाहिँ अब रुम फिर्दै हो गाइज यस्तो झाडी छ कि तपाईँहरू देख्नुहुन्छ यता हाम्रो दाइहरू यहाँनिर हिँडिराख्नु भयो झोड चाहिँ यस्तो जङ्गल छ कि बा यो जङ्गलमा हराइन्छ होला है अहिले चाहिँ हामी फाइनली यहाँनिर घर जाने क्रममा बाटोमा फिर्दै गर्दाखेरि यहाँनिर जर्सी गाईहरू पनि देखिन भेटियो पछाडिपट्टि राम्रो छ यो चाहिँ यस्तै छ है रुमालीको बवाल छ भने चाहिँ हाम्रो साथीहरू चाहिँ यता हुनुहुन्छ सेभहरू हामी चाहिँ अहिले चाहिँ घुमिवरि अब घरतिर जाँदै गर्दाखेरि यस्तो खालको भिड छ है अहिले चाहिँ घर जाने क्रममा यो खै के भन्छ यसलाई यसको नाम चाहिँ थाहा भएन फाइनली यो भेटियो यो चाहिँ म एउटा चाहिँ बोकेर लान्छु रुममा सजाउनको लागि मैले पहिले पनि लिएर आएको थिएँ काटीकोबाट एउटा अलरेडी छ मसँग यो अहिले यो फेरि अर्को सानो पाएको छु यो दामी मन पऱ्यो मलाई म चाहिँ यो चाहिँ लिएर चाहिँ रुममा सजाउँछु है त सो फाइनली अहिले चाहिँ हामी रुम फिरिरहेको छौँ जाँदैछौँ अहिले बाटोमा छौँ है